प्री आइपिओ भन्दै पब्लिक कम्पनीहरूको प्रमोटर सेयर हाल्नुभयो, तर ती कम्पनीले आइपिओ जारी गर्न सकेनन्। अब कसरी किनबेच गर्ने त? धेरै लगानीकर्ताहरू सोच्ने गर्नुहुन्छ, आइपिओ जारी गर्न नसकेका कम्पनीको सेयर प्रमाणपत्र भनेको कागजका टुक्रा मात्रै हुन्। तर त्यस्तो होइन। नेपालमा एउटा यस्तो गुमनाम बजार छ जसले अनलिस्टेड सेयरलाई कानुनी रूपमा कारोबार गर्न सम्भव छ। यसलाई भनिन्छ नेप्सेको ओटिसी, ओभर द काउन्टर बजार। धितोपत्र बजार सञ्चालन नियमावली 2064 को नियम 23ले धितोपत्र बजारले सूचीकरण नगरेको वा सूचीकरण खारेज गरेको धितोपत्रहरूको खरिद वा बिक्री सम्बन्धी ओटिसी बजारबाट खरिद बिक्री गर्न सक्ने व्यवस्था गरेको छ। ओटिसी बजार सञ्चालन विनियमावली 2065 बमोजिम यस्तो कारोबार गर्न नेप्सेमै जानुपर्दछ। कारोबार गर्नु अघि यी 3 कुरामा चाहिँ ख्याल गर्नुस् है। क्रेता र विक्रेता आफै खोज्नुपर्छ। सेकेन्डरी मार्केट पूर्ण रूपमा डिजिटलाइज भए पनि यसमा नेप्सेमा आफै र हस्तान्तरण प्रमाणीकरण गर्नुपर्छ र रोक्का रहेको सेयरहरू कारोबार गर्न मिल्दैन है। फसेको पुँजी निकाल्ने सही उपाय थाहा पाउनुभयो त? तपाईसँग अनि कुन कुन कम्पनी अनलिस्टेड भएका छन् कमेन्टमा गर्नुहोस् र थप केही जान्न जिज्ञासा भए कमेन्ट गर्नुहोस्। हस्, धन्यवाद।